विषयवस्तुमा अगाडि बढौँ। म अगाडि जान सक्दिनँ सभामुख महोदय, सम्मान्य सभामुख महोदय, सम्भवै छैन। तपाईँ 9वटा मन्त्रालयको छलफल गरिराख्नु भएको छ भने 2टा मन्त्री मात्रै कसरी भयो त? मेरो आँखा कमजोर भयो? त्यो त होइन जस्तो लाग्छ। 9वटा मन्त्रीमा 9वटाको यहाँ छन् 1 2 3 मा भनिदिउँ सभामुख महोदय, मलाई कण्ठ गरिदिउँ कि पढा भनिदिउँ? यो त छ नि त, यसो गर्नु भएन सभामुख महोदय। स्थिति त नबिगारौँ न, मेरो यति मात्रै अनुरोध हो। अनि तपाईँले भरे 1 मिनट दिए नि म मानिदिन्छु, तर मन्त्रीहरू चाहिन्छ यहाँ। मन्त्री नभए त म अगाडि बढ्न सक्दिनँ। कसरी सक्छु? सक्दिनँ नि। यो वित्यतिलाई म कसरी गर्छु? हाम्रो मान्यज्यू हाँसिराख्नु भएको छ, उहाँले भने यो थिति बसाल्नुपर्छ। अघि एकजना मान्यसँग छलफल भएको थियो, उहाँले भन्नुभयो यस्तो पार्टी हो राजसभा मात्रै हो यो त थिति चाहिँ बसाल्ने पार्टी भने। मैले मान्न परेन? मैले तपाईँहरूको कुरा पनि मान्नै उभिनुपर्छ जरुरी। तपाईँ विधिपूर्वक चलाउने कि नचलाउने? यदि विधिपूर्वक चलाउने हो भने सब मन्त्रीहरू डाक्नु पर्यो, लाइनबद्ध ढङ्गले 9 जना मन्त्री हुनुपर्छ, अनि म कुरा राख्छु। यदि तपाईँ विधिपूर्वक डाक्नु न भनेदेखि त कसरी मैले चाहिँ अब त्यत्रो अहिले विधिको कुरा आइरहेको छ। तपाईँहरूले त हिजो चुनाव जित्दाखेरि हामी हिजो पुरानो दलले विधि मानेन, अब हामी विधि अनुसार काम गर्छौँ भनेर भन्नुभएको कारणले मैले के भन्नु सभामुख महोदय, तपाईँलाई म निवेदन गर्न चाहन्छु। के गरौँ? कोही हुन्न। अब मैले कसलाई सुनाउने? तपाईँलाई सुनाएरै हुन्न होला। तपाईँले त मैले निवेदन गर्ने, के गरौँ सभामुखमा? तपाईँ भन्नुहोस्। तपाईँको मैले होइन भनाइराख्न, अब के भन्नुहुन्छ तपाईँ? यदि विधि सम्मत नगरौँ भन्यो भने ठिकै छ, यो एउटा प्रथा बस्छ, यो बेठिक हुन्छ। बरु 9 जना मन्त्री ल्याइदिनुहोस्, म सुनाइदिन्छु कुरो, आफ्नो कुरो। के भयो त? के आपत भयो त? अब यतै उदिन्छ मलाई दिनुभयो, यो गलत हुनेछ सभामुख महोदय। मन्त्री त डाक्नु पर्यो नि। अब तपाईँले 7 जना मन्त्री लाग्नुहोस्, त्यसपछि म दण्डाने राख्नु कुरो राख्छु। अब बाध्यकारी भयो, अस्ति पनि त्यसै भन्नु पर्यो। कस्तो मेरो बाध्य छ भने परिस्थितिले सिर्जना गर्छ सभामुखमा, तपाईँ आफै सम्झिनु त। अब परिस्थिति त्यस्तो छ, के गर्नु? 2 जना मन्त्री हुनुहुन्छ, खै 7 जना मन्त्री कहाँ जानुभयो? के गरौँ? अब म त्यत्तिकै बसिदिन्छु। फेरि अस्ति पनि बसेँ नबसौँ भन्दा भन्दै बाध्यकारी सिर्जना आज पनि। ल तपाईँ विधिसम्म चलाउने भने डाक्नुपर्छ, नडाकेर कसरी हुन्छ? स्थिति बसाल्नु परेन? जे पाए त्यही गर्ने हो त यो सदनमा? मलाई छक्क लाग्छ। अब ठ्याक्क म आइपुगेँ कि त्यसले मन्त्रीहरू हिँड्नुभयो कि के भयो? मन्त्री बिना मलाई कुरो पनि फुर्दैन। समस्या त्यहाँ छ हेर्नुहोस्, त्यस्तो छ नि स्थिति। ल मन्त्री चाहियो, मन्त्री नभए म चुपचाप बस्छु, के गर्नु? बाध्य भयो हेर्नुहोस्, मेरो बाध्यकारी स्थिति हो हेर्नुहोस्। मेरो आफ्नो इच्छा चाहना बिल्कुल होइन। बढौँ मान्य सदस्य, अगाडि राख्नुपर्ने सभामुख महोदय। तपाईँसँग मैले जहिले पनि निवेदन गर्नुपर्ने, झगडा गर्नुपर्ने बिल्कुल म आएको होइन। मैले थिति बचाउँ, मन्त्रीजीहरूलाई यहाँ ल्याउँ। शिक्षा मन्त्रीसँग मेरो धेरै कुरा छ। कसले सुनिदिने त मेरो कुरा? मन्त्रीज्यू, सभामुख महोदय, कसले सुनिदिने त मेरो कुरा? मेरो कुरा सुनिदिने हुन पर्यो नि त। मलाई त लाग्थ्यो के भनेदेखि यसचोटि जुन हामीले एउटा समझदारी गरेर सदन चलायौँ, सबैजना साथीहरू आएर छलफल गरेर अगाडि बढ्छ भन्ने थियो। अब मन्त्रीजी 7 जना नहुँदाखेरि मलाई कम समस्या भयो। तपाईँलाई भन्दै मलाई समस्या छ। किन समस्या छ भने अब अस्ति पनि यस्तै गर्न बाध्य भयो, आज पनि पर्यो। यसको त बानी यस्तो हो कि भन्ने चाहिँ सन्देश पनि जानु छ, तर म त्यो भन्न चाहन्न। म चाहन्छु विधिलाई चलाउनुपर्छ। विधिमा 7 जना मन्त्री चाहियो, 1 2 3 4 5, यहाँ 2 जना हुन्छ, 5 जना मन्त्री चाहियो। अनि आफ्नो कुरा सुरु गर्छु। मैले यो कुरा यहाँलाई गएँ भने जनताले मलाई प्रश्न उठाउनेछ,